नमस्ते। सबभन्दा पहिला चाहिँ म टेकनाथ सरलाई नै प्राथमिकता धन्यवाद र जोरदार ताली। पछाडि चाहिँ उहाँसँग उहाँले नै धेरैचोटि धेरै समयबाटै उहाँलाई मैले चिनेको। उहाँ चिन्दाखेरि जाँदा नै मलाई उहाँले धेरै नै यस्तो कुरामा बुझाइराख्नुहुन्थ्यो। मैले पनि यस्तो कुरा त कुनै पनि माइन्ड यस्तो कि मतलब मैले गर्नुपर्छ भन्ने सोच चाहिँ मलाई राखेको पनि थिएन। अनि उहाँले चाहिँ के भन्नुभयो भने जोड एकदम जोड गर्ने, अनि जोड यसो जोड गर्नुहोस् तपाईँ सक्नुहुन्छ भन्नुहुन्थ्यो। अनि कता कता उहाँ कपिल सरलाई अनि कपिल सरको के नाम दिनुभयो। अनि मेरो चित्तमा भाइ छ, भाइलाई भेट्नुहोस् भन्ने कुरा भन्नुभयो। उहाँलाई पनि जोरदार ताली मेरो चाहिँ है। अनि मतलब उहाँले चाहिँ मलाई चाहिँ के गर्नुभयो भने ठिकै छ बाबु पनि थियो, अनि बुझ्छ नि त बाबुले पनि आउनु भन्नुभयो। बुझ्न मैले बुझेँ। अनि बुझ्दाखेरि चाहिँ के हो केही थाहै थिएन कि मलाई चाहिँ। अनिखेरि कता कता छोटो भन्छु। अनि त्यस्तो कुरा लगानी भने कुरा बुझ्यो होइन। अलिअलि सामान लिएर गयो, केही त्यस्तो उनै भएन। यति धेरै कि मेरो फेस उहाँले देख्नु भएको थियो होला होइन। मेरो फेस यस्तो कता के भन्ने, मुख प्रायः मैले छोपेर नै हिँड्थ्यो त्यतिखेर। सरले पनि खासै मेरो धेरै भेट्दाखेरि पनि हजुरले मलाई फेस छोपेरै हिँड्थ्यो। म कहिले पनि मास्क खोलेको हुन्थेन। अनि के अरे त्यस्तो गर्दा त्यो कस्तो भयो भने अनि एक दिन चाहिँ सरले नै भन्नुभयो मेरो पहिला प्राथमिकता मेरो फेस बनाउनु न, मेरो फेस। मैले उहाँसँग एक्सन लिएँ कि मेरो फेसको लागि मलाई केही चिज दिनुहोस् अनि मात्रै म तपाईँको त्यो प्रोडक्ट विश्वास गर्छु भने। अनि साँच्चै मलाई यो खानु भन्नुभयो होइन। अहिले पनि लिइरहेको छु शिवकम। अनि त्यस पछाडि अर्को एलोभेरा जुस खानु भन्नुभयो। मैले त्यसै गरी खाएँ। के हो त्यो एक्ज्याक्टली यसरी खानुपर्छ भन्ने पनि थाहा थिएन। बिहान उठ्यो टाइम नहुने, अनि बिर्सी पनि जाने होइन। बिहान उठ्यो जुरुक्क उठ्यो त्यो खाइहाल्थेँ कि। अनि खाएँ सक्यो। अनि त्यसबाट फेरि बेला पनि बरु खाना नखाने छिटो त्यो तातो पानीमा खाने। मलाई त छिटो काम गरे जस्तो भयो कि। अहिले त मेरो फेस हेर्नु होइन, उहाँले नै भन्नुहुन्छ ओहो दिदी के हो साइनिङ भन्नुहुन्छ होइन। मलाई सबैले भन्नुभएको छ कि मैले चाहिँ टाइम मलाई चाहिँ अहिले भर्खर नै मलाई कतिजनाले यो के भन्छ भरतपुर के पेट्रोल पम्प शुभ पेट्रोल पम्प थाहा छ होला नि। उहाँले पनि मलाई भेट्न खोज्नु भएको छ होइन। मैले त बुझाउन सक्दिनँ, मैले युज गरेको हो, म प्रुफ दिन सक्छु। तर उहाँलाई नै मैले लिएर जान्छु। यही नै थियो मेरो कुरा होइन।